साथीहरू आज मेरो खानामा स्पेसल बनेको छ मटन ग्रेभी र भात बनेको छ है साथीहरू। धेरै दिन भयो मैले मटन नबनाएको, जस्तै भयो होला 2-3 महिनै भयो होला लगभग साथीहरू। आज चाहिँ मैले लिएर आएर बनाएको छु। हेर्नुहोस् है, बाबुलाई मैले पस्किँदैछु, नानीलाई पस्किसकेँ, घिउ हाल्दैछिन् छोरीले चाहिँ। घिउ चाहिँ नभएको भाँडाको लिएर आइछिन् कि अर्को भाँडामा थियो। अर्को लिएर आऊ भनेको यसमा पनि छ मम्मी, अलिअलि सोरसार गरेर खानुपर्छ, खेर फाल्नु हुँदैन भनेर चम्चाले कोट्टाको कोट्टै गर्दैछिन्। यतापट्टि बाबुले फेरि मासु हाल्नुहोस् मम्मी, छिटो हाल्नुहोस् भनेर भन्दैछन्, यतापट्टि हाल्नुहोस् अरे। अनि खाने ठाउँमै हालिदिनु भयो, त्यता होइन कि यता हो यता भनेर फेरि ऊ अम्लाले देखाउँदैछन्। हेर्नुहोस्, अनि मासु पनि चाहियो अरे, ग्रेभी हालिदिनुहोस्, ग्रेभी थोरै भयो अरे। बाबुले त के भन्दैछन् हेर्नुहोस् साथीहरू, अम्लाले देखाएको देखाइ हो। कति हाँस्नु साथीहरू, हाँसो लाग्छ है मलाई त। बाबुले त हेर्नुहोस् त कस्तो गर्छन् मेरो बाबुले।